मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा ललितपुरद्वारा आयोजित यो अति नै महत्त्वपूर्ण कार्यक्रम सञ्चालक सुरेन्द्र तामाङज्यूलाई, कार्यक्रमका सभाध्यक्षता गरिराख्नुभएका जिल्ला सभा ललितपुरका अध्यक्ष तिलक तामाङज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथिको आसन ग्रहण गरिराख्नुभएका मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका प्रवक्ता रिन्छेन तामाङज्यू, विशेष अतिथिको रूपमा रहनुभएका केन्द्रीय सर्वोच्च सभाका सदस्य चन्द्र राईज्यू, ड्यासमा आसीन रहनुभएका केन्द्रीय सभाका सहकर्मी साथीहरू, प्रदेश सभाका अतिथिको रूपमा रहनुभएका मित्रहरू र जिल्ला सभाभित्रबाट पाल्नुभएका तपाईँ सम्पूर्ण आमा बुवा, राजनीति तथा दिदीबहिनीहरू, सुरक्षाकर्मी र पत्रकार मित्रहरूमा मेरो व्यक्तिगत तर्फबाट र सङ्गठन केन्द्रीय सभाको तर्फबाट यहाँहरू सम्पूर्णलाई न्यानो क्रान्तिकारी सेल्युट गर्न चाहन्छु। स्वीकार्नुहोस्। जय मङ्गोल। आजको यो कार्यक्रम ललितपुरको अति नै यो महत्त्वपूर्ण भेगमा सम्पन्न हुँदै गर्दाखेरि हाम्रो जुन प्राङ्गणमा बसेर हामी यो कार्यक्रमलाई सम्पन्न गर्न गइराखेका छौँ, महाकाल गाउँपालिकाको ओडाको र गाउँपालिकाकै भवन अगाडि रहेर हामीले यो कार्यक्रमलाई सम्पन्न गरिरहँदाखेरि यो भवन उभिनुमा, यो भवन जन्मिनुमा मङ्गोल नेसनल अर्गनाइजेसनका श्रद्धेय प्रेसिडेन्ट, फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङजीको योगदान छ। उहाँले सन् 1972 देखि नै उठाउनु भएको यो देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको आवश्यकतालाई ठम्याउँदै यो देशले एउटा परिस्थितिको बीचबाट यो देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता जन्मियो। त्यसैको परिणामस्वरूप हामीले आफ्नै आँगनमा, आफ्नै गाउँघरमा हामीले सरकार प्राप्त गरेका छौँ। यो सरकारबाट हामीले हाम्रो गाउँमा आवश्यक पर्ने पाटी पौवा, स्कुल, विद्यालय, स्वास्थ्य चौकी लगायत जति पनि हाम्रा दैनिक जीवनमा आवश्यक पर्ने, मानव जीवनमा आवश्यक पर्ने, समाजमा मिलेर बसिसके पछाडि हामीलाई आवश्यक पर्ने जुन तत्त्वहरू छ, त्यो तत्त्व निर्माणका लागि यो सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। त्यसैले गर्दाखेरि पनि आज हामीले बुझ्नु जरुरी छ कि यो देशको हितका लागि, यो देशको उन्नतिको लागि र यो देशमा दीर्घकालीन शान्ति व्यवस्था ल्याउनका लागि मङ्गोल नेसनल अर्गनाइजेसनले लडेको राजनीतिले एउटा इतिहास बनाउँदै आएको छ। र हामी यसरी जन्मिरहँदाखेरि आज हामीले कार्यक्रम गर्दै गरेको ललितपुर जिल्लाकै एउटा निवासमा रहेर, ललितपुरमै रहेर महामानव डाक्टर गोपाल गुरुङजीले लामो समय राजनीतिक यात्रा गर्नुभयो र आफ्नो जीवनको अन्तिम श्वास पनि यही ललितपुरकै माटोमा उहाँले फेरेर देशका आम नागरिकहरूलाई र विश्वका मानव सभ्यताहरूलाई स्थापित गर्नको लागि जुन खालको उहाँले भूमिका खेल्नु भएको छ, त्यसैको उपस्वरूप आज मङ्गोल नेसनल अर्गनाइजेसन देशव्यापी रूपमा आफ्नो अस्तित्व र अधिकारका लागि लड्नका लागि निर्भीक भएर अहिले अगाडि बढिराखेको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु। इतिहासको कालखण्डमा एउटा सङ्गठन अथवा कुनै पनि राजनीतिक अभ्यास स्थापित हुनको लागि उसले इतिहास बोकेर आएको हुन्छ। हामीले प्रकृतिको देनलाई हेऱ्यौँ भने, प्रकृतिको हरेक हिस्सालाई हेऱ्यौँ भने पनि हामीले एउटा आफ्नो दिमागमा परिकल्पना गरिसके पछाडि भएका आविष्कारहरूलाई हामीले प्रयोग गरेर आज संसारलाई हामीले चिन्ने र बुझ्ने अवस्थामा आइपुगेका छौँ। हामीले बोक्दै गरेको फोन होस्, हामीले चढ्ने गाडी होस्, मोटर होस्, हवाईजहाज होस्, त्यो एकैचोटि बनेको होइन। त्यो बन्नको लागि सबैभन्दा पहिला त्यो मानिसको, त्यो वैज्ञानिकको मन मस्तिष्कमा एउटा परिकल्पना बनेको थियो। त्यस्तै गरेर मङ्गोल नेसनल अर्गनाइजेसन पनि देशको प्रतिकूल परिस्थितिमा जन्मिएर यो देशलाई अनुकूल परिस्थिति बनाउनको लागि लामो समयदेखि आफ्नो भूमिका खेल्दै आएको कुरा यो देशलाई थाहा छ, यो देशको इतिहासलाई थाहा छ र हामीलाई थाहा हुनुपर्छ भन्दै हामी यो आवाज उठाउँदै आइराखेका छौँ। त्यसैले गर्दाखेरि आजको देशमा मङ्गोल नेसनल अर्गनाइजेसन एउटा लामो इतिहास बोकेर उभिएको छ, जन्मिएको छ, हुर्किएको छ र अहिले लखजवान भएर यो देशको नेतृत्व गर्न जरुरी छ। यो देशको बहुसङ्ख्यक नागरिकहरूलाई अब चेतनशील बनाउनुपर्छ भनेर अगाडि बढिराखेको परिप्रेक्ष्यमा तातै खाउँ जलै मरौँ भन्ने हिसाबले जुन खालका प्रतिकूलतामा भन्दा पनि आफ्नो अनुकूलतालाई बढी मान्यता दिएर
तपाईँ हाम्रो बिचमा विभिन्न खालका राजनीतिक दलहरू अहिले च्याउसरी उम्रिएको छ। तिनीहरूको जुन लक्ष्य भनेको उनीहरूको आफ्नो स्वार्थ पुरा गर्नको लागि मात्र छ। इतिहासको कालखण्डलाई हामीले हेऱ्यौँ भने तिनै आदिहरूका जुन हिजोको इतिहासका पुर्खाहरूले देशलाई बेच्नको लागि इस्ट इन्डियासँग सम्झौता गरेर यो देशलाई पटक पटक बेचेर राष्ट्रघाती सम्झौताहरू गर्दै आएको थियो भने तिनैका सन्ततिहरूले आज एमसिसी जस्ता राष्ट्रघाती सम्झौताहरू गरेर तपाईँ हाम्रो देशलाई फेरि पनि पटक पटक यो देशलाई खाडलमा हाल्ने काम गरिराखेको छ र तिनैको प्रतिनिधित्व गरेर अहिले तपाईँ हामीले देख्ने गरेका च्याउसरी उम्रिएका राजनीतिक दलहरू एमसिसीको प्रतिनिधित्व तैँले गर्ने कि मैले गर्ने, कसले छिटो गर्ने भनेर हतार हतार गरेर अहिले यो देशमा चाहिँ अगाडि बढिराखेको छ। त्यसैले गर्दाखेरि आजै जन्मेको राजनीतिक दलले आजको भविष्य देख्न सक्दैन, भोलिको भविष्य देख्न सक्दैन। तर लामो इतिहास बोकेर जन्मिएको मङ्गोल नेसनल अर्गनाइजेसनले यो आजको देशलाई मात्र होइन विश्वलाई पनि निहालेको छ, विश्वलाई पनि हेरेको छ र विश्वले चिनिसके पछाडि यो देशका बहुसङ्ख्यक 80% मूलवासी मङ्गोलहरूलाई चिनाउनको लागि मङ्गोल नेसनल अर्गनाइजेसन आफै उभिएर तपाईँ हाम्रो बिचमा हामी आइपुगेका छौँ। तसर्थ मङ्गोल नेसनल अर्गनाइजेसनले लिएको कुनै च्याउसरी उम्रिएका राजनीतिक दलको रूपमा मङ्गोल नेसनल अर्गनाइजेसन त्यहाँ पुरस्कृत हुन चाहँदैन। मङ्गोल नेसनल अर्गनाइजेसन यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूको भाग्य र भविष्यसँग पुरस्कृत हुन चाहन्छ, सम्बन्धित हुन चाहन्छ र त्यसको वकालत गर्ने प्रमुख मेरुदण्डको रूपमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन उभिन चाहन्छ। र यो देशले देखेको पनि अहिलेको समयमा तपाईँ हामीले चाहेर भन्दा पनि यो देशको समयले, यो देशको परिस्थितिले, प्रकृतिको देनले अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहेको छ र महामानव डाक्टर गोपाल गुरुङले आफ्नो जीवनलाई त्याग गरेर जुन खालको योगदान दिनुभएको छ उहाँको त्यो योगदानलाई हामीले कुनै पनि शब्दले सम्मान गरेर मात्र पुग्दैन। उहाँको त्यो सम्मानलाई पुरा गर्नको लागि, उहाँको योगदानलाई हामीले न्याय दिनको लागि यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूको राष्ट्रसँगको सम्बन्ध, राष्ट्र बनाउने सभ्यतासँगको सम्बन्ध हामीले बनाउन सक्यौँ र प्रत्येक मूलवासी मङ्गोलहरूलाई यो देशको माटोमा मेरै पुर्खाको नाभि गाडिएको रहेछ भनेर त्यो भान गराउन सक्यो भने हामीले मात्र होइन समग्र रूपमा महान डाक्टर गोपाल गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनले उठाएको दर्शनले विजय प्राप्त गर्छ भन्ने कुरा हामी बोल्दै आइराखेका छौँ। र विश्वलाई जितेर पनि हारेको इतिहास बोकेर पटक पटक तपाईँ हामी यो देशमा किन बाँच्न बाध्य बनायौँ भन्ने कुरालाई प्रष्ट रूपमा तपाईँ हामीले अहिले व्यापक रूपमा देश र प्रदेश सबै ठाउँमा हामीले व्यापक रूपमा चाहिँ बोल्दै आएका छौँ कि हाम्रा पुर्खाहरूले विश्वलाई जितेको इतिहास छ। तर आफ्नै देशमा हामी पटक पटक अब हार्नु हुँदैन। हामीले हारिरह्यौँ भने यो देशले पनि हार्ने रहेछ, हामी रोइरह्यौँ भने यो देश पनि रोइरहने रहेछ। अब हामी रुनु हुँदैन, हामीले त्यो आँसु पुछेर शक्तिको रूपमा हामी बलियो भएर उभियौँ भने यो देशले पनि जित्नेछ भनेर मङ्गोल नेसनल अर्गनाइजेसनले आँट गरेको कारणले गर्दा, मङ्गोल नेसनल अर्गनाइजेसन उभिएको कारणले गर्दाखेरि तपाईँहरूको गाउँमा आएर हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको यो सत्य र एउटा निष्ठावान यो दर्शनलाई चाहिँ तपाईँहरू बिचमा हामीले व्यक्त गर्न पाएका छौँ। यो नै तपाईँ हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो भन्ने कुराहरू म यहाँ राख्न चाहन्छु। र विश्वको इतिहासले जुन रूपमा पटक पटक काला र गोराहरूको बिचको द्वन्द्वलाई नबुझेर पटक पटक दक्षिण कोरियामा नेल्सन मण्डेलाहरूले 27 वर्ष जेल जीवन जिउनु पर्यो, मार्टिन लुथर किङहरूले काला र गोराको विभेदलाई बुझ्न नसक्दा पटक पटक आफ्नो जीवनलाई दाउमा राखेर अगाडि बढ्नु पर्यो। र यो देशको 80% हिन्दू मूलवासी मङ्गोलहरू चेतनशील नभएको कारणले गर्दा, नबुझेको कारणले गर्दाखेरि पटक पटक महामानव डाक्टर गोपाल गुरुङले आफ्नो जीवनलाई दाउमा राखेर यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूले लड्नुपर्ने जुन अवस्था सृजित भएको थियो त्यसबाट अब हामी फेरि बोलियो भनेर अब हामीले त्यो इतिहासको कालो इतिहासलाई मात्र हामीले सम्झिने होइन कि यो देशको वर्तमानले हामीलाई मागेको छ। अहिलेको पछिल्लो समयको देशको राजनीतिक परिवर्तनलाई तपाईँ हामीले हेऱ्यौँ भने झट्ट हेर्दाखेरि कुनै त्यो युवाहरूले गरेको त्यो आन्दोलनले गर्दाखेरि यो देशले साँच्चै नयाँ परिवर्तन खोजेको छ कि जस्तो देखिन्छ। तर हिजो इतिहासदेखि 36-37 वर्ष अगाडिदेखि मङ्गोल नेसनल अर्गनाइजेसनले बनाएको त्यो जुन उर्पर यो देशको जुन राजनीतिक अभ्यास छ त्यो अभ्यासलाई परिपूरकता दिनको लागि, त्यसलाई एउटा खालको नवीनतम सिर्जना गर्नको लागि यो देशले परिवर्तन साँच्चै खोजेको छ। त्यो परिवर्तन भनेको एमसिसीको नाममा पार्टी खोल्नेहरूको लागि होइन,
यो देश पटक पटक अरूलाई बेच्नेहरूको नाममा होइन कि यो देशलाई माया गर्ने, यही देशमा जन्मिएको, यही देशको माटोलाई बढी माया गर्ने आम 80% मूलवासी मङ्गोलहरूलाई चाहिँ चिनाउन जरुरी छ र त्यसलाई चाहिँ सम्बोधन गर्न जरुरी छ भनेर हिँड्ने मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ यो देशको राजनीतिले पनि खोजेको, यो देशको माटोले पनि खोजेको कारणले गर्दाखेरि तपाईँ हामीले अब आँट गर्ने बेला आएको छ, तपाईँ हामीले अब बल गर्ने बेला आएको छ र तपाईँ हामीले बुझ्नुपर्ने बेला आएको छ कि यो देशमा साँच्चै हिजोको इतिहासमा विभिन्न परिस्थितिहरूले तपाईँ हामीलाई दास बनाउनको लागि पटक पटक भूमिका खेलिरह्यो, तर अहिले समयले तपाईँ हामीलाई मालिक बनाउनको लागि भूमिका यो देशको परिस्थितिले र यो देशको माटोले खोजेको कारणले गर्दाखेरि तपाईँ हामी बलियो भएर अब अगाडि बढ्नको लागि मङ्गोल नेसनल अर्गनाइजेसन भन्दा अरू कुनै पनि विकल्पलाई तपाईँ हामीले हेर्न हुँदैन। अहिले आएका राजनीतिक दलहरूले एमसिसी जस्ता राष्ट्रघाती जुन सम्झौताहरू गरेर पटक पटक यो देशको माटोलाई र यो देशलाई पटक पटक बलात्कार गरिराख्ने खालको जुन चाहिँ अभ्यास यो देशका शासकहरूले गरेको कारणले गर्दाखेरि तपाईँ हामीले यो देशमा दुर्गति भोगिराख्नु परेको छ भन्ने कुराहरू म यहाँको बिचमा राख्न चाहन्छु। र मङ्गोल नेसनल अर्गनाइजेसन यस्तो उदारवाद छ, मङ्गोल नेसनल अर्गनाइजेसन र महामना डाक्टर गोपाल गुरुङज्यूले देख्नु भएको उदारवादले गर्दाखेरि नै यो देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आएको छ। त्यसभित्र 20% हिन्दू आर्यहरू पनि मानव अधिकारको नाताले बाँच्न पाउनेछन्, हाँस्न पाउनेछन्, खेल्न पाउनेछन् र यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूले इतिहासमा हाँस्न पाएनन्, खेल्न पाएनन् र अरूको निम्ति पटक पटक यो देशबाट अरूको देशको निमित्त लड्नको लागि बाहिर जानुपर्ने जुन परिस्थिति बन्यो त्यो परिस्थितिबाट अब यही अडिएर यही देशमा बसेर 80% मूलवासी मङ्गोलहरूले पनि यही देशमा बाँच्न पाउनुपर्छ र समग्र यो देशमा भएका 100% जनताले मानव अधिकारलाई प्रयोग गरेर मानव सभ्यतालाई सम्मान गरेर यही देशमा मालिक बनेर बाँच्न पाउने अधिकारलाई चाहिँ सम्बोधन गर्नेछ र विश्वमा संयुक्त राष्ट्र सङ्घले जुन दर्जाको मानव सभ्यता र मानव अधिकारको लागू गरेको छ त्यो मानव अधिकार यो देशमा लागू भएको थिएन इतिहासमा। त्यसलाई फेरि मानव अधिकार चाहिँ सही रूपमा र सत्यको रूपमा चाहिँ लागू गर्नको लागि सबैभन्दा माथिल्लो तहमा रहेर, सबैभन्दा माथि शिरमा, चोमोलुङमाको शिरमा रहेर मङ्गोल नेसनल अर्गनाइजेसनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नेछ र इतिहासमा हाम्रा मङ्गोलका पुर्खाहरूलाई पटक पटक दोहन गरेर दास बनाएर हाम्रो पुर्खाहरूलाई यहाँका 20% हिन्दू आर्यहरूले जसरी मारे तर मङ्गोल नेसनल अर्गनाइजेसनले अगुवा गरेर हिजो हाम्रो इतिहासमा हाम्रो पुर्खालाई मार्नेहरूलाई मार्ने होइन कि अब हिजो हाम्रो इतिहासमा हाम्रो पुर्खाहरूलाई मार्नेहरूलाई पनि मानव अधिकार भनेको यस्तो हुन्छ, मानव अधिकारभित्र चाहिँ सबैले बाँच्न पाउने रहेछ भनेर सबैभन्दा अगाडि बढेर बोल्ने र त्यो मानव अधिकारको लागू गर्ने भूमिका चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले खेल्नेछ। त्यसैले गर्दाखेरि तपाईँ हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा हामीले भोट हालेर अगाडि बढ्न सकेमा मात्र यी सबै कुरालाई हामीले सही रूपमा स्थापित गर्न चाहन्छौँ र हामीभित्र भएका रिस, राग, द्वेष र क्रोधलाई एकातिर राखेर 80% हिन्दू मूलवासी मङ्गोलहरूको भाग्य र भविष्य बनाउन लाग्यो भने समग्र रूपमा अहिले यो देशलाई सत्यनाश गरिराखेका 20%हरूको लागि पनि यो देशको कुनै भूभाग चाहिँ खाली रहनेछ र स्थान ठाउँ रहनेछ भन्ने जुन आवाजहरू हामीले चाहिँ सिर्जित गर्न आइराखेका छौँ। त्यसैले गर्दाखेरि यो ललितपुरको यो अति नै महत्त्वपूर्ण कार्यक्रमले तपाईँ हामी समग्र रूपमा मानव अधिकार चाहने मूलवासी मङ्गोलहरूको लागि महामानव डाक्टर गोपाल गुरुङले देखाउनु भएको यो अति नै महत्त्वपूर्ण दर्शनले तपाईँ हामीलाई एउटै मालामा उभिन जरुरी छ भन्ने कुराहरू म राख्न चाहन्छु र हाम्रो बिचमा अति नै महत्त्वपूर्ण व्यक्तित्वहरू प्रमुख अतिथि विशेष अतिथिको रूपमा हाम्रो बिचमा पाल्नु भएको कारणले गर्दाखेरि ललितपुरको माटोले भन्छ म ललितपुरले कहिले पनि महामानव डाक्टर गोपाल गुरुङलाई बिर्सनु हुँदैन भन्ने प्रमाणको रूपमा ललितपुरको माटोमा डाक्टर गोपाल गुरुङजीको पाइला र पटक पटक डाक्टर गोपाल गुरुङज्यूले आफ्नो निवास ललितपुरमा बसेर सङ्गठनको राजनीतिक यात्राहरू अगाडि बढाइराखेको कारणले गर्दाखेरि डाक्टर गोपाल गुरुङज्यूलाई ललितपुरले बिर्सेको होइन कि अझ सम्मान गरेर महामानव डाक्टर गोपाल गुरुङलाई चाहिँ आजीवन जीवित तुल्याउनको लागि चाहिँ ललितपुरले भूमिका खेलिराखेको छ भन्ने प्रमाणको रूपमा ललितपुरले आज जुन कार्यक्रम राखेको छ त्यसका लागि पनि धेरै धेरै धन्यवाद भन्दै हामी जनवरी 1 हामी नजिकै आउँदैछ हाम्रो 37औं स्थापना दिवस हामीले भव्य रूपमा धादिङको गल्छीमा मनाउने क्रममा हामी लागिराखेका छौँ। त्यहाँ पनि तपाईँ हाम्रो भेट हुनेछ र समग्र रूपमा मानव अधिकार, अस्तित्व र अधिकारका कुरा सँगसँगै मङ्गोल नेसनल अर्गनाइजेसनले अहिलेको परिस्थिति अनुसार भन्दा पनि यो देशको समय, यो देश प्रकृतिको माग सँगसँगै मङ्गोल नेसनल अर्गनाइजेसनको उर्वर जनशक्तिको कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको यो देशमा अपरिहार्य खाँचो थियो। त्यो खाँचो भएको कारणले गर्दाखेरि
एउटा प्रतिकूलतालाई अनुकूलतामा बदल्नको लागि महामना डाक्टर गोपाल गुरुङले जेलको कोठरीबाट मङ्गोल नेसनल अर्गनाइजेसनलाई जन्माएर हुर्काएर अहिले तपाईँ हाम्रो देशमा एउटा जवान बनेर देशको नेतृत्व गर्ने ठाउँसम्म आइपुगेको छ। त्यसका लागि तपाईँ हामी सबैजनाले मङ्गोल नेसनल अर्गनाइजेसनलाई साथ सहयोग सम्मान गर्दै तपाईँ हामीले मङ्गोल नेसनल अर्गनाइजेसनलाई सम्मान गर्नु सहयोग गर्नु भनेको तपाईँ आफू स्वयंले आफूलाई सम्मान गर्नु हो र यो देशमा रहेका भावी आउने पुस्ताहरूको जीवनलाई पनि तपाईँले अहिले सम्मान गरेर अगाडि बढ्नु हो। तसर्थ हिजोको इतिहासले पनि तपाईँलाई न्याय दिनेछ र भावी आउने पुस्ताले पनि तपाईँलाई सम्मान गर्ने ठाउँमा तपाईँ आइपुग्नु भएको कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको यो ऐतिहासिक कार्यक्रम राख्नु भएकोमा र मलाई समग्र रूपमा यहाँ निम्तो दिएर बोल्ने अवसर दिनुभएकोमा विशेष गरेर मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा ललितपुरलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँ हाम्रो लामो इतिहास लामो समयदेखि छुटेको हाम्रो फुलहरू फेरि जोडिनको लागि जुन एउटै फुलबारीमा फुलेर पनि हामी फरक फरक मालाहरूमा उनिएका थियौँ, तर एउटै मालामा उनिएर हामी मङ्गोल बन्नको लागि हामी फरक फरक ठाउँमा जन्मिएर हुर्किएर बनेका र हामी जन्मिएका फुलहरू फेरि मङ्गोल नेसनल अर्गनाइजेसनको यो मालामा जोड्ने यो अवसर मिलेको छ। त्यसका लागि पनि यहाँहरू सम्पूर्णलाई फेरि आगामी दिनहरूमा भेट्ने जुन बाचाका साथ मेरा केही भनाइहरू यही अन्त्य गर्दै बिदा हुन चाहन्छु। यहाँहरू सम्पूर्णमा जय मङ्गोल।